क्लाउड कोड राम्रो कि च्याट जिपिटी राम्रो भन्दा भन्दै मेटाले पनि आफ्नो तर्फबाट एउटा कोडिङ एजेन्ट लन्च गरिसकेको छ जसको नाम हो म्यानस। यो चाहिँ मलाई किन राम्रो लाग्यो भन्दाखेरि मैले आफ्नो पोर्टफोलियो साइट बनाउन खोजिरहेको थिएँ क्लाउड कोडमा, अनि त्यसपछि च्याट जिपिटी जेमिनाईमा युज गरेर फ्री भर्जनमा। मलाई त्यस्तो चित्त बुझेन र मैले यो म्यानस कोडिङ एजेन्टमा चाहिँ मैले आफ्नो रेज्युमे अपलोड गरेर यो प्रम्प्ट राख्थेँ, अनि मैले एउटा 2-3 मिनटमा नै मेरो एउटा पोर्टफोलियो साइट बनाइदिएँ जसको चाहिँ हामीले लुक हेर्न सक्छौँ यहाँ होइन। यसको डिजाइन चोइस चाहिँ मलाई अलिकति नर्मली जति पनि कोडिङ एजेन्टले डिजाइन बनाउँछ सबै एउटा भाइब कोडेड जस्तो फिल आउँछ, तर यो चाहिँ अलिकति मलाई फरक लाग्यो। त्यति प्रम्प्टको बेसिसमा यसले यो मेरो फोटो पनि राख्थ्यो होइन, सटल एनिमेसन देखिन्छ। अनि यो हिरो सेक्सन भयो, मेरो स्किल्स रेज्युमेमा जे जे थियो त्यही, अनि एक्सपिरियन्सको सेक्सन भयो, अनि यता स्किल्स भयो, प्रोजेक्ट्स भयो, एजुकेसन, सर्टिफिकेसन होइन, एउटा पोर्टफोलियो साइटमा चाहिने कुराहरू सबै मिलाएर राख्थ्यो। यहाँनिर डार्क मोड भनेर अप्सन पनि छ। सो मलाई चाहिँ एकदमै राम्रो लाग्यो यो कोडिङ एजेन्ट। तपाईँहरूलाई पनि ट्राई गर्न मन लाग्यो भने यसरी manus.im भनेर सर्च गर्नु होला, अनि यसरी चाहिँ एउटा तपाईँको कोडिङ एजेन्ट खुल्छ। सो यस्तै एआई रिलेटेड भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो अकाउन्टलाई फलो गर्नु होला।